अहिले चाहिँ यहाँ हेर्न म पुरै मदिसिन जस्तै भएर यहाँ बसिरहेको छ खाना खानको लागि यहाँनिर होटेल छिरेको छ है सबजना यहाँनिर के नाम भन्थ्यो बिर्स्यो मैले मुगलिनमा खाना खान छिरेको अहिले चाहिँ अनि त्यो पछि हामी जान्छौँ कति बजीतिर पुग्छ थाहा छैन अहिले यहाँनिर सानी हाम्रोमा चाहिँ सानी नानी पनि छ हो चट्ट ल्याएर आएर अब हामी चाहिँ भेज खाना खानुपर्ने हुन्छ गाइस भेज खाना चिकन खाना चाहिँ अलिक महँगो भएर पैसाको बजट है मैले चाहिँ मार्क्स पनि खोलिसकेँ है तिमीहरू हेरेर गर हेरेर गर मैले भिडियो हालेर तिमीहरू छक्कै चाहिँ नहो है म घुम्या गर्छु तिमीहरू हेरेर गर ल बोटी गन्थन भन्दैछ अमिलो खानु परेर बोटीले अमिलो होइन सुन्तला हिजो होइन बोटीले मलाई होइन सुन्तला बोकाएर हिँडेको थियो त्यत्रो बिचबारमा 1 किलो सुन्तला 1 किलो पनि थियो कि थिएन त्यो 100 रुपियाँको सुन्तला बोकाउँदै हिँडेको काँटा भात अड्क्या छ त फोटो खिच्ने कार्यक्रम हुँदैछ अब हामी चाहिँ सरसर लाग्दिएको अब हामी चाहिँ भरे मात्र पुग्छ मुस्ताङ हैन न आज मुस्ताङ अच्छा भोलि आज कहाँ बस्छ आज होटेलमा बस्ने आज पनि मुस्ताङ पुग्दैन है मेरो म त पुरै हिउँ खेलेर आएको जस्तै मेरो पुरै लुगा हिउँ खेलेर लागेको जस्तै भएको जस्तै भइरहेको छ त्यही माथि आबाट नि आँसु आइरह मेरो आबाट नि आँसु आउन रुगा लगाइरह त मलाई बहुत जाडे बढ़िया से यहाँ चाहिँ फ्यामिली फोटो हेर्दैछ फेरि लाइभमा डन फेरि हानिदिँदै फेरि लाग्दिएको अब यस्तो अग्लो पुल छ नि तपाईँहरूले कल्पना नि गर्न सक्दैन यहाँ चाहिँ गोली छ हौ वाउ दामी छ है यो के हो अरे भगवान कुन भगवानको रे कालिका मन्दिर यहाँ चाहिँ कालिका मन्दिर कालिका भगवती रक्षा गर मलाई चाहिँ यहाँ चाहिँ आमाले बच्चा छोडेर गएको है बल्ल आमा भेटाएको हाम्रो कति खोजेर हेर्दाखेरि होइन गाइस यस्तो हुन्छ यहाँनिर चाहिँ बच्चाहरू नि हराउने सम्भावना हुन्छ बच्चाहरू हराएको है फेरि मजाक हे बाबा हे यहाँनिर चाहिँ मलाइका म्याम भने जस्तै गरेर हिँडिरहेछ फेरि गङ्गु छेत्री भनेर आउला आमा हेर्नु त गाह्रो छ गाइस हेर्नु सब डढियाहरू म मात्रै हो भरे तपाईँहरूले देख्नुहुन्छ कि कसले यस्तो हान्छ भनेर तर म मात्रै हो नखाने एकदम सोझी म जोराएर छु तर पनि म बोल्छु जोराएर छ मलाई हेर तपाईँहरूको लागि मैले कस्तो इन्जोयको लागि मैले मेरो ब्लग सुट हानिदिरहेको छु कि यस्तो दामी ठाउँ छ नि यस्तो दामी ठाउँमा तपाईँहरू नि ममा जेलेस हुन्छ कि आमा यो एक्लै गएछ है भनेर जस्तो यहाँनिर छ कालिज हो यसलाई चाहिँ मासु काटेर खानु हामी चाहिँ कालिका मन्दिरतिर आइपुग्यो दिदीले चाहिँ मलाई फोटो खिच्नु भनेर अनुरोध गरिदिनु भइरहेछ तर दिदीको त स्पेसै फुल कि क्या हो फोटो खिच्नु अरे हामी दिदीको है ला दिदी मान्छे चिन्दैन रहेछ खिचिदिउँ
A few moments later. गण्डकी गोल्डन ब्रिज अन्त पुलमा जान लाग्यो पुलमा आकाश निरको पुलमा के अरे ए जोलिङ्गे पुलमा बच्चामा झोलिङ्गेमा सुत्न पुगेर अब ठुलो भएपछि जोलिङ खेल्न जाँदैछ हामी चाहिँ लगाएर अहिले चाहिँ यहाँ चाहिँ पिङहरू नि खेल्नु छ रोटी पिङ पनि यस्तो खेल्थ्यौँ कि भने यहीँ होला नि कता हो यतै हो हो यता जानु हो लाग्दिएको पुलतिर है फोटोसुट पनि हुँदो रहेछ हौ कति पैसा तिरेर टिकटक भिडियो बनाएको थिएँ 50 रुपियाँ अरे फोटो 20 रुपियाँ माफी बोल्नुहोस् पैसा छैन त्यहाँनिर चाहिँ आउनु बित्तिकै फोटोसुट पनि भइछ हो माइला गोट सुनो हादा आइपुग्यो मलाई चाहिँ डर लाग्दैन कि तपाईँहरूलाई लाइफलाई ए माताजी रक्षा गरौ आऊ गाई आऊ यहाँनिर हेर्नु त्यो पनि त्यति ठुलो त छैन त्यस्तो त डराइनु त छैन वाउ ल गाइज फोटो खिचेको हेरौँ नि गाइज आम्बो होइन कति धेरै चिसो भयो नि यहाँ अहिले स्याट लगाएर होइन यो चाहिँ ओम मानेको पदमै हो होइन लामाली गर्छु नि टक्क लगाएर ओछ्याएर है अनि यहाँनिर चाहिँ एउटा भ्यू देख्ने सर्ट लगाएर सल्लाहहरू छ यो पुल चाहिँ अग्लो भनेर भन्छ कि मान्छेहरूले तर मलाई चाहिँ डर चाहिँ लागेन खासै केही त छैन डर लागेर मान्छेलाई मलाई चाहिँ हाम्रो गाउँमा छ त्यो खासै डर लाग्दैन त्यो चाहिँ नाइस अनि हाम्रो चाहिँ यहाँनिर प्रस्तुत हुँदै हुनुहुन्छ हाम्रो दिदी है सबैजना डराएर बसेको तर हाम्रो दिदी पनि स्ट्रङ रहेछ स्ट्रङ हुनु परिहाल्यो यो पुल देखेर त्यति डराएर हाम्रो पनि यत्रो ठुलो पुल छ उता माथि त्यस्तो डर लाग्नु पर्ने छैन तर कहिले पनि नआएको मान्छेहरूलाई डर लाग्छ टुरिस्ट पुल भइसक्यो यहाँनिर चाहिँ टक्क फोटोसुट भइरहेको छ है गाइज फोटोसुट भइरहेको छ होइन हावा चाहिँ त्यसरी चलिरहेको छ त्यही भएर मलाई हल्का जाडो पनि भइरहेको छ अनि हाम्रो दिदी त्यस्तो डर लाग्नु पर्ने त केही छैन हो भोलि पर्सि बर्खामा बाढी गएको चाहिँ हेर्दा मजा आउँछ अरू केही पनि होइन बर्खामा होइन बाढी सट्टा आयो होइन कति माछा बगाएर आयो होइन पहिरो कति गयो दुधको चिया कति आयो भनेर हेर्नुलाई चाहिँ ठिक हुन्छ कि होइन अनि होइन कहाँसम्म जाने मलाई त केही लागेको छैन अब मोटी ग्याङहरू हो हिँड्नु नसके भए पनि तर उनीहरू कोसिस गरिरहेको Iya,